बिजुली बलेको होला। उसको मेरो पहिलो भेट चाहिँ आइल्स क्लास पढ्दाखेरि भएको थियो। कहाँ भेट भएको भने त्यहाँदेखि फर्स्टमा चाहिँ आइल्स क्लासमा भेट भएको। ऊ फर्स्ट बेन्चमा बस्थ्यो, मैले लास्ट बेन्चमा बस्थेँ। तर मैले चाहिँ उसलाई वाच गरेर हुन्थेँ। अनि बोल्न चाहिँ आइल्स क्लास सकुन्जेलसम्म पनि हामी बोलेको थिएनौँ। तर आइल्स क्लासको लास्ट दिनमा चाहिँ मैले उसँग बोल्ने हिम्मत गरेँ। उसको इन्स्टाग्रामको आइडी मागेँ। त्यसपछि हामी एकअर्कासँग बोलिराख्यौँ, मक टेस्ट दिने बेला भेटिराख्थ्यौँ, अलिअलि डेटिङ गर्थ्यौँ। तर एकअर्कासँग मजाले चाहिँ त्यस्तो राम्रो बोन्डिङ भएको थिएन। ऊ बाहिर गइहाल्यो, म नेपालमै बसेँ, म चाहिँ बाहिर गएन। यो मायालाई मै लान्छु चोरेर, यो मायालाई मै लान्छु चोरेर, भैरुन डाँडो मिसिनले फोडेर। एकचोटि नेपाल आयो, म रारा जाँदैछु, तिमी जान्छौ भनेर सोध्यो। तर म उसको लागि जे गर्न रेडी कि। फर्स्टमा भेट्दा त्यस्तो केही पनि भएको थिएन। एन्ड देन रारामा गएपछि चाहिँ अनि एकदमै केयरिङ, एकदमै उ गर्ने खालको थियो। अनि त्यसरी नै बिस्तारै बिस्तारै झन् झन् बोल्दै बोल्दै गयो। राराबाट फर्किँदाखेरि हामी कतिचोटि लड्यौँ, के गऱ्यौँ। मैले उसलाई सक्दो मैले गर्न सक्ने चिज गरेँ, उसलाई पनि त्यो फिल भयो होला। अनि त्यही भएको एकदमै सबैभन्दा ऊ चाहिँ आई फिल सो ब्लेस्ड कि यस्तो राम्रो केयरिङ हस्बेन्ड पाइरहेको छु। अब उडन मेरो पुतली, सजाइदिउँला मै तिम्रो बगैँचा, बादलमाथि उड्ने भएर आकाश तानी ल्याइदिउँला हातैमा, कदमको छायैमा बात मारौँला। अनि त्यसपछि हामी काठमाडौँ आयौँ। ऊ चाहिँ काठमाडौँ आयो, म चाहिँ जुम्लामै बसेको थिएँ, भाइटिका थियो। अनि भाइटिकाको दिनको भोलिपल्ट चाहिँ उसको फ्लाइट थियो। मैले भाइटिकाको दिन टिका लाएर जुम्ला टु नेपालगञ्ज फ्लाइट लिएर, फेरि नेपालगञ्ज टु काठमाडौँ लास्ट फ्लाइट लिएर भोलि बिहान एयरपोर्टको पास दिएर उसलाई मैले त्यस्तै बिदाई गरेको थिएँ। अनि त्यसरी ऊ युके गयो, म नेपालमै थिएँ। हाम्रो लाइक रातभरि कुरा हुन्थ्यो, कहिले काहीँ झगडा हुन्थ्यो। अनि ऊ चाहिँ एकदमै काम छ अनि त्यस्तो झगडा चाहिँ भएको छैन। अब रिसाए पनि सुन्छ अनि त्यसपछि ल सरी सरी भन्छ, त्यति हो। त्यस्तो अहिलेसम्म झगडा पर्ने चाहिँ छैन। एकदम अन्डरस्ट्यान्डिङ, एकदमै बुझ्ने छ। मुटु छोडिदेऊला म भन्दिन, तिमी बिना जिउन नि जान्दिन। मुटु छोडिदेऊला म भन्दिन, तिमी बिना जिउन नि जान्दिन। बोल्नलाई बोल्न त पाइन्छ, बोल्ने पनि तरिका चाहिन्छ। तरिका सिकेर आइन्छ, बोल्नलाई तिमी नै चाहिन्छ। बिजुली बलेको होला, मै जाने पुतली रेलैमा। बिजुली बलेको होला, मै जाने पुतली रेलैमा। बिजुली बलेको होला, मै जाने। प्रपोज उसले नै गरेको हो फर्स्टमा। त्यस्तो सबैभन्दा अमेज लाग्ने कुरा चाहिँ यो रिलेसनमा के भने हामीले त्यस्तो त्यो डेट पनि गरेन, केही पनि गरेन। एकैचोटि फ्यामिलीसँग टक गयो। एन्ड देन लन त अब वाइ डेटिङ भनेर एकैचोटि लेट्स गेट म्यारिड भएको हो हाम्रो चाहिँ। उसको एक झलक मुस्कान अलग, उफ मार्यो नि मायाले, चञ्चल नयन अन्दाजै फरक, उफ मार्यो नि मायाले। खेल्छन् सन जब केश बतासमा आउने त्यो बासनाले, मेरो झन 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 पग्लिन्छ यो मन, उफ मार्यो नि मायाले। लैजाऊ है लैजाऊ माया, अहिले नै जवानीमा, कहाँ कहाँ डुलाउँछौ मन।
जान्छु माया जारहर छ सवारीमा कुर्दैछु तिमीलाई भन्नलाई मै होला राजा तिम्रो तिमी मेरो रानी सा भुल्दैछु संसार सबै हल्लियो लचक लचक त्यो कम्मर देऊ नदेऊ नम्बर बात होला मिठो गफ होला हल्लियो लचक लचक त्यो कम्मर देऊ नदेऊ नम्बर बात होला मिठो गफ होला उसको एक झलक एक त आई कान्ट बिलिभ कि कति छिटो टाइम फास्टली यो पास भइरहेको छ जस्तो लागिरहेको छ अनि कस्तो आइम गेटिङ म्यारिड भनेर बल्ल आज रियलाइज भइरहेछ मलाई अनि कस्तो लाग्छ एकदमै रमाइलो राम्रो कहाँ कहाँ बोलाउँछौ भन के हो तिम्रो नाम बहिनी परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम के हो तिम्रो नाम बहिनी परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको हो बिजुली बालेर हट भएर पट भएर ब्युटी भएर तिमी क्युटी भएर हामी हेरेको हेरै 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 यतै हिँडेको केलाई चाहिँ यो नाम भन्दा नि ठुलो हुँदो रहेछ त यतै हिँडेको केलाई चाहिँ यो नाम भन्दा नि ठुलो ए काटिहाल्छ नि पछि बोल्नु कि बजिरहेछ त अझै रारा ताल हिमाल पहाडको ब्युटी त्यसमा चाहिँ उसको झन् ब्युटीले मलाई लट्ठे पारे मलाई के भन्ने आउँदैन उसको आँखाबाट आँसु नआउन दिनलाई म सकभर कोसिस गर्नेछु एकदमै फिलिङ सो ब्लेस्ड अनि फ्युचर पनि एकदमै राम्रो हुन्छ जस्तो लाग्छ उसँग एकदमै अन्डरस्ट्यान्डिङ छ अनि आई थिङ्क वी विल ग्रो मोर एन्ड मोर इन फ्युचर मै लान्छु चोरेर भैरुन डाँडो मिसिनले फोडेर